हेलो म चाहिँ आज कोरियाको अर्को बिचमा आएको छु हैन यो बुसानमै भएको सोङदो हेसुमोक्चाङ भन्नेमा सोङदो बिचमा आएको छु। यो पनि अति दामी रहेछ। यहाँ पनि बिच चाहिँ सानो छ हेउन्दे भन्दा तर अति दामी छ। अनि यहाँ चाहिँ केबल कार पनि छ अनि यहाँबाट बोटहरु पनि चढ्न मिल्छ यताबाट। अनि यस्तो पुल रहेछ यी माथि तल पाल भएको टाइपको अति दामी छ। मान्छेहरुले के टिपिरहेछ तल यहाँ के टिपिरहेछ हैन किरा फट्याङ्ग्रा टिपेको होला सायद। किरा फट्याङ्ग्रा त हैन किराहरु समुद्रको किराहरु टिपेको होला। अति दामी छ। यता बिल्डिङहरु बनिरहेछ यता उ त्यो बिल्डिङको तल यहाँनेरि वाटरफल छ पुरै हैन अति दामी छ। गर्मी छ एकदम गर्मी छ 31 डिग्री छ आज पनि बाहिर। अनि टक्क हिँडिरहेको ब्याग छ मसँग मेरो प्याकिङ ब्याकप्याक अनि इयरफोन छ चस्मा सनग्लास। यो दामी भइरहेछ ट्रिप अति दामी छ। यस्तो दामी छ ल अति दामी छ के अति दामी छ। अनि एउटा कुरा बुसान भनेको चाहिँ यस्तो सहर हो हैन जुन चाहिँ कोरियन वार छ नि 3 वर्षको वार 1953 तिरको त्यस्तैतिरको त्यो कोरियन वारमा पनि सेफ भएको सिटी हो के यो। यहाँ चाहिँ केही भएको थिएन त्यतिखेर पनि। अनि बुसान चाहिँ कोरियाको सेकेन्ड ठुलो सहर हो। अति दामी छ। बुसानमा नाइट लाइफ चाहिँ अति दामी हुन्छ। यहाँ कन्सर्टहरु अनि नाइट लाइफको म्युजिक एकदम दामी छ सबै। अनि प्राय मान्छेले समर मनाउन चाहिँ बुसान आउँछ हैन। बुसानमा चाहिँ समरको लागि एकदम राम्रो डेस्टिनेसन हो कोरियाको। अनि बुसान चाहिँ कस्तो भन्दा अति दामी ठाउँ छ। वरिपरि पहाड टाइपको एकापट्टि समुद्र अनि यता माथिपट्टि पहाड छ। अनि सानो देखिन्छ तर अति बबाल छ ठाउँ चाहिँ। अनि दामी छ ल म यस्तो ठाउँमा आइपुगेँ ल। अब यहाँबाट हामी बोट चढ्छौँ। बोट भन्दा नि के सिपै होला त्यो चढ्छौँ अनि केबल कार पनि चढ्छौँ होला। यतातिर आइल्यान्ड टाइपको छ त्यहाँ जानको लागि। त्यही रमाइलो भइरहेछ समर भ्याकेसनको ट्रिप अति दामी भइरहेछ ल। बा